कहाँ रगत दिने मलाई त डर लाग्छ भन्ने मान्छेहरू पनि हामीले देख्छौँ र केही मानिसहरू चाहिँ प्रत्येक 3-3 महिनामा रक्तदान गरिरहेका पनि हुनुहुन्छ। रक्तदान जीवनदान हो भनेर भनिएको छ। साँच्चै भन्यो भने रक्तदान जीवनदान नै हो। कोही दुर्घटनामा परेर बिरामी परेर अस्वस्थ भएर रगतको आवश्यकता भएकाहरूको लागि हामीले दिएको रगतले उहाँहरूको लागि जीवनदान पनि हुन सक्छ। पर्वत समाज कतार र गण्डकी प्रदेश समन्वय परिषद कतारले आज नेपालमै पर्वत जिल्लामा गृह जिल्लामा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। 25 जनाले विभिन्न समूहको रगत प्रदान गर्नुभएको छ। रगत प्रदान गर्नुभएकाहरूलाई समाजले प्रशंसा पत्र पनि प्रदान गरेको छ। समाजले नेपाल रेड क्रस सोसाइटी पर्वत शाखालाई 2वटा रक्तदाताहरूले चाहिँ बस्ने कुर्सी पनि हस्तान्तरण गरेको छ। समाजका संरक्षक, उपाध्यक्ष, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्षज्यूहरूको पनि उपस्थिति रहेको थियो कार्यक्रममा। हाम्रो समाजमा रगतदान गर्ने विषयमा पनि केही भ्रमहरू छन् हैन। मान्छेहरूमा चाहिँ रगत दियो भने कमजोर भइन्छ, रिङ्गाटा लाग्छ, विभिन्न रोगहरू पनि लाग्छ भन्ने डर भय पनि रहेको देखिन्छ। तर त्यस्तो चाहिँ होइन। प्रत्येक 3-3 महिनामा एउटा स्वस्थ मान्छेले चाहिँ रगतदान गर्न सक्छ भन्नुहुन्छ स्वास्थ्यकर्मीहरू। रगतदान गर्ने व्यक्ति, रक्तदान गर्ने व्यक्ति चाहिँ स्वस्थ हुनु पर्यो। उसलाई चाहिँ कुनै पनि रोगहरू, दीर्घ रोगहरू नभएको त्यस्तो व्यक्ति हुनु पर्यो। त्यो व्यक्तिले चाहिँ प्रत्येक 3 महिनामा रगतदान गर्न सक्छ। रक्तदान गर्यो भने व्यक्ति अझै स्वस्थ र फुर्तिलो हुन्छ र विभिन्न जोखिमहरू पनि कम हुन्छ भनेर पनि भन्ने गरिन्छ। गर्भवती, सुत्केरीहरूले र महिनावारी भएको बेलामा पनि रक्तदान चाहिँ गर्नु हुँदैन। यो बाहेक स्वास्थ्यकर्मीको परामर्श लिएर उहाँहरूले चाहिँ ठिक छ भन्नुभयो भने विभिन्न चेक जाँचहरू पश्चातै हामीले रक्तदान गर्न सक्छौँ।